के गर्नु त्यस्तै छ परदेशीको जिन्दगी आफ्नो परिवारसँग सँगै बस्नु पनि पाइँदैन यो खालको रोटी खानु परेको छ परदेशमा यो रोटी निको छ दुई रिङ्गेट 80 सेन्ट अनि ल त्यस्तो छ है खाइयो बिहानको नास्ता 2 रुपियाँ 20 सेन्ट 3 रुपियाँ 40 सेन्ट चिया त्यस्तो खानुपर्छ यार साह्रै दुःख लाग्छ यार के भयो 21 वर्ष भयो मलेसियामा नहुने केही हुँदैन गर्नु सकेको केही छैन एउटा 2 तलाको पक्की घर बनाइयो त्यति नै हो अझै ऋण तिर्नु छ कम्पनीले अब 2 वर्ष राख्छ होला त्यहाँबाट लात मारेर आफ्नो देश पठाउँछ गएर चाहिँ बल्ल बुढीसँगै बसेर रोटी खाने हो फेरि नराम्रो नसोच्नु नि फेरि आटाको रोटी बनेको नि यहाँ हामी बनाइराख्छौँ नि यहाँ त्यस्तै हो बनाउने खाने हो अरू त उही हो जिन्दगी यस्तै छ है साथी ल